हेलो साथीहो, आज म बनाउन जाँदैछु यो इन्द्रियोत भन्छ यो रेसिपीलाई चाहिँ। यसको लागि इन्द्रियोतलाई रेडी पारेको छु। यसलाई बोइल गर्नुपर्ने हुन्छ र यो चाहिँ मैले चिजमा पियाज काट्नुपर्छ र यो पियाज काटेर यो पियाजलाई चाहिँ फ्राई गरेर मजाले भुट्नुपर्ने हुन्छ अलिक ब्राउन टाइपमा, ताकि हेर्दा पनि एकदम राम्रो स्वाद आउँछ। अन्त त्यो इन्द्रियोत नुडल्स टाइप मिक्स गर्दा र मैले दही हाल्नुपर्छ। मैले बोइल गरिसकेँ र भुटेको पियाजलाई यो इन्द्रियोतमा हालेर यो दहीसँग लाएर एकदम राम्रोसँगले मुसमास गर्नुपर्ने हुन्छ। साथसाथै अब एकदम राम्रो स्वादको लागि मैले यो कुमिन्सको त्यो लगाइदिएँ, पाउडर लगाइदिएँ हल्का सबैतिर, ताकि एकदम राम्रो फ्लेभर आओस् भनेर। र यसलाई मैले अब राम्रोसँगले मुस्नुपर्ने हुन्छ। दहीलाई, इन्द्रियोतलाई, भुटेको पियाजलाई र कुमिन्स पाउडरलाई र मजाले मुसिसकेको बादमा चाहिँ मैले अलिकति ओभनमा हिट दिनुपर्ने हुन्छ, ताकि एकदम राम्रोसँग स्वाद आओस्। मैले चाहिँ ओभनमा गरम गरिसकेँ र अहिले चाहिँ इन्द्रियोत पनि रेडी भयो। यस्तो खालको भएको छ र यसलाई चाहिँ मैले अब थालमा लगाएर खान थालेँ। एकदम मिठो थियो, वाउ।